हेलो 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 जय मानव सेवा। म प्रेम प्रकाश सोनागाई। आज म एउटा सानो भ्लग आज एउटा फेसबुकको लागि फेसबुकमा जोडिनु भएको साथीहरूको युट्युबमा जोडिनु भएको साथीहरूको लागि चाहिँ म एउटा सानो भिडियो बनाऊँ कि भनेर सोचिरहेको थिएँ। आज यस्तो फुर्सदमा भयो। यो चाहिँ पछाडिको चाहिँ हाम्रो मानव सेवा आश्रम हेम्जा शाखामा बन्दै गरेको यो नारायणजीहरूको लागि चाहिँ बन्दै गरेको यो भवनहरू रहेको छ। अनि यता चाहिँ त्यो सधैँ खाएको मात्र अनि स्याहार गरेको मात्रै फोटो हाल्छ भनेर सोध्नु भएको पनि होला, जिज्ञासा पनि होला। यो चाहिँ मानव सेवा आश्रम हेम्जा शाखामा हाम्रो यहाँ दैनिकी कार्य नै सेवा नै त्यही हो। र यी हाम्रो यहाँ फुलहरू फुलेका देखिरहनु भएको छ। यो चाहिँ हाम्रो मानव सेवा आश्रमको चाहिँ गार्डन भयो। अब यो गार्डनमा विभिन्न थरीका फुलहरू भर्खरै हामी यो म्यानेज हुँदैछ भनौँ न। यो चाहिँ फुलहरू अनि दुबोहरू चाहिँ राम्रो भइरहेछ। हेर्नु हरियो यो भइरहेछ। अब हरियाली त हुनु पर्यो। मानिस मात्र हरियाली भएर पुग्दैन, वातावरण पनि हरियाली बनाउनु पर्यो। वातावरणले मानिस हरियाली हुने हो। त्यस सन्दर्भमा चाहिँ हामीले यो लायन्स क्लबको सहयोगमा यो चाहिँ गार्डन बन्दैछ, राम्रो म्यानेज हुँदैछ भनौँ। अनि यस्तै हो। सेतीको खोजमा रहेर होला सायद। सेती नदी ऊ त्यो तलतिर रहेको छ कि त्यहाँ चाहिँ हावा चाहिँ डराउँछ, धेरै आउँछ। यहाँ हावा चिसो हावा चल्ने गरेको छ। यहाँ गर्मीको अनुभव चाहिँ हाम्रो यहाँ चाहिँ हुँदैन भनौँ। अब जाम आश्रमतिरै जाम। आश्रम ऊ त्यहाँ रहेछ क्या हाम्रो आश्रम। आश्रम ऊ त्यहाँ रहेको छ। म अहिले भर्खरै उता नयाँ बन्दै गरेको भवनबाट चाहिँ आइरहेको छु। अब हिँडौँ आश्रमतिर जाम। हाम्रो केटाहरू बसिरहनु, हाम्रो आश्रमको केटाहरू बसिरहेछन् उता, सरहरू बसिरहनु भएको छ। ऊ हेर्नु त्यता अकाला देवी मन्दिर, ऊ त्यो माथि टुप्पामा रहेको मन्दिर अकाला देवी मन्दिर रहेको छ। हेम्जा 25 मा अवस्थित मानव सेवा आश्रम निकै सुन्दर। र यहाँ कोही नभएका केही नभएका बेसहारा नारायणजीहरूको लागि, बुवाहरूको लागि चाहिँ यहाँ हामीले म्यानेज गरेर राखिरहेको छौँ। उहाँको स्वास्थ्य शिक्षा अनि होग्ने भाइ भन त के छ खबर? अनि के छ त खबर भाइ? म चाहिँ आश्रमतिर प्रवेश गरौँ। हाम्रो आश्रम तपाईँले देखाउँछु है। अगाडिकोबाट तपाईँको आश्रमको चाहिँ हाम्रो मेन गेट भयो। अब हामी इन्टर गर्दैछौँ आश्रममा। आश्रममा चाहिँ हामीहरू गरिने दैनिक सेवाहरू भनेकै त्यही नारायणजीहरूलाई भोजन सेवामा विशेष ख्याल राख्नुपर्छ। उहाँको स्याहार सुसार र औषधि लगायत पनि पर्छ त्यसभित्र। उहाँ सुतिरहनु भएको छ, खाना खाएर आराम गरिरहनु भएको छ। त्यस्तै हो आश्रमको चाहिँ नियमित कार्य, नियमित सेवा भनौँ। यहाँ चाहिँ सम्पूर्ण नारायणजीहरूले चाहिँ हाम्रो लगभग 1 बजे छ। अब 1 बजेर अहिले उहाँ चाहिँ रेस्ट कन्डिसनमा हुनुहुन्छ। हाम्रो यहाँको एउटा मानसिक रोगी सिजन जोशी। सिजन जोशी, तिम्रो नाम के हो भन्ने हो त सिजन? नाम के हो? टाइकुन्नी होला। ल उहाँ चाहिँ मानसिक रोगी हुनुहुन्छ। यहाँको काम के कस्तो कसरी चलिरहेछ भन्ने पनि जिज्ञासा हुनसक्छ। यहाँ चाहिँ हामीले विभिन्न विभागहरू छन्। त्यो मध्ये चाहिँ पहिलोचोटि हाम्रो चाहिँ किचन विभाग हुन्छ। उहाँ चाहिँ हाम्रो स्वयंसेविका भोलिन्टियर मिस। उहाँको नाम पनि सुन्दर छ, काम पनि सुन्दर छ। र हाम्रो किचन डाइनिङ रुम चाहिँ यता छ। यो चाहिँ हाम्रो किचन र डाइनिङ रुम भयो। अब हामी नेक्स्ट अर्कोतिर चाहिँ जाऊँ हामी मुभ गर्न। यो चाहिँ हाम्रो रिसेप्सन भयो। रिसेप्सन यहाँ चाहिँ आउनुभएको अतिथिजीहरूलाई चाहिँ हामीहरूले यता चाहिँ ग्रिटिङ गर्छौँ। यहाँ हामीले हाम्रो मानव सेवा आश्रमको चाहिँ
यहाँ टिभीहरू छ। त्यहाँ चाहिँ मानव सेवा आश्रमकोबाट चाहिँ हामीले हाम्रो एउटा डकुमेन्ट्री टाइपको चाहिँ हामीले भिडियोहरू देखाउँछौँ र हाम्रो यहाँ चाहिँ फोटो भिडियो नलिनु भनेर गरिएको छ। हाम्रो चाहिँ यहाँ बेडरुम भयो, नारायणजीहरू यहाँ सुत्नुहुन्छ। यहाँ चाहिँ अलि भनौँ न अलि उमेर भएको यङ एजका चाहिँ नारायणजीहरू यहाँभित्र सुत्नुहुन्छ। हाम्रो बेडिङ कसरी भएको होला त्यो पनि तपाईँहरूलाई जानकारी गराइदिन चाहन्छु। यहाँ अहिले ताला चाहिँ अहिले चाहिँ दिउँसो चाहिँ ताला लगाइदिएको रहेछ न हजुर। यता चाहिँ हाम्रो चाहिँ यता झ्यालबाट चाहिँ देखाउन प्रयास गर्दैछु। यो चाहिँ हाम्रो यसरी बेडिङ मिलाएर हुन्छ। यहाँ चाहिँ हाइजिन अलरेडी मेन्टेन भएको हुन्छ। यहाँ करिब 50, 60, 70 एकको हाराहारीतिर यतातिर चाहिँ सुत्नुहुन्छ। त्यो चाहिँ हजुरलाई जानकारी गराएँ। अब हामीहरू उहाँहरूको नुहाउने तिर जान्छौँ। यो चाहिँ हाम्रो यता चाहिँ बाथरुम भइहाल्यो। यतानिर नि हाम्रो केही बेडहरू छन्। उहाँ चाहिँ यस्तै हो, मानव सेवा आश्रम। उहाँ चाहिँ सुत्नु भएको छ। मानसिक रोग सबैभन्दा जटिल भन्न सकिन्छ। यता पनि बसिरहनु भएको छ। उहाँ चाहिँ हिँड्न सक्नुहुन्न। उहाँले चाहिँ घाम लागेको बेला तापिरहनुहुन्छ। घाम तापेर बसिरहनु भएको छ। यो चाहिँ हाम्रो रेस्ट रुमहरू भइसक्यो। उता अब यो चाहिँ अफिस सेक्सनहरू, यो चाहिँ अफिस रहेको छ। यहाँ चाहिँ प्रशासनिक कार्य चाहिँ यताबाट हुने गरेको छ। अब हामी मुभ गरौँ फेरि अर्कोतिर हाम्रो आश्रम। अब यो चाहिँ के राखेको होला, बेन्चहरू माथि उठाएर राखेको छ भन्ने। यो चाहिँ खाना खाँदा बेला चाहिँ तल म्यानेज गरेर राखिन्छ र यहाँ चाहिँ खानाको लागि बस्नुहुन्छ नारायणजीहरू र हामी खाना पस्केर हामी उहाँलाई खाना दिने गरेका छौँ। र त्यसपछि यहाँ चाहिँ हामीले यो तल राखे चाहिँ हामीले यहाँ खाना राख्ने र हामीले यहाँबाट पस्किने र सम्पूर्ण सक्ने नारायणजीहरूले चाहिँ उहाँलाई चाहिँ खाजा दिएर चाहिँ सहयोग गर्नुहुन्छ। खाना दिएर सहयोग गर्नुहुन्छ। अलि ब्राइटनेस कम ल हस्। यो चाहिँ हाम्रो बोर्ड भयो, मानव सेवा आश्रमको बोर्ड। यता चाहिँ फोटो खिच्ने, सम्मान पत्रहरू दिने, मानव सेवाको झल्किने जस्तो फोटोहरू त्यो यताबाट प्रिपेयर गरिन्छ। यता पनि हाम्रो यहाँ बुढा नारायणजीहरू, अलि उमेर पुगेका नारायणजीहरू चाहिँ यहाँ बस्नुहुन्छ। यहाँ चाहिँ शयन कक्ष रह्यो। त्यसपछि हामी यता मुभ गरौँ। यता चाहिँ यहाँ हाम्रो औषधि खानेहरूको विवरण पनि रहेको छ। कतिजना के औषधि खान्छन्, छोरी पाटन र हिंसा छन् त हाम्रो दुईटा शाखा रहेको छ। के औषधि खाने हो, यहाँ चाहिँ प्रष्ट रूपमा चाहिँ हामीले यतिजना खान्छन्, यतिजना बस्नु भएको छ, यतिजनालाई रोग छैन भनेर चाहिँ हामीले यसरी छुट्याएर राखेका हुन्छौँ भनौँ। यो चाहिँ हाम्रो दैनिकी सेवाहरू के हुन्छ, जस्ट यो हुन्छ भनेर दैनिकी सेवाहरू चाहिँ हामीले गरेका छौँ। यसरी म्यानेज गरेर मासिक वार्षिक सेवाहरू के गर्छन्, के गर्नुपर्छ सेवाहरू भनेर र चाहिँ हाम्रो यो चाहिँ अलिक क्रिटिकल, अलिक संवेदनशीलहरूलाई चाहिँ यता राख्ने गरिएको छ। यो चाहिँ मेडिकल वार्ड नामाकरण त्यसरी गरिएको छ। र त्यसपछि यहाँ चाहिँ कतिजना लक्ष्मीनारायणहरू बस्नुहुन्छ र कतिजना बालगोपालहरू बस्नुहुन्छ भनेर यहाँ चाहिँ दैनिकी अपडेट बोर्ड जस्तै यो रहेको छ मानव सेवा आश्रमको स्वास्थ्यतर्फबाट। त्यसपछि हाम्रो यो पर्यो मन्थली रिपोर्ट। कतिजना आश्रित हुनुहुन्छ, कतिजनाको निधन भयो यो महिनाभन्दा अगाडिको अघिल्लो पल्ट, अनि रेस्क्यु चाहिँ कतिको भयो, कतिजनाले हस्पिटल लिए, त्यो सबै केसहरू कुन म्यानेज भयो भनेर पुरा यता गरेको छ। र आफ्नो लास्टमा चाहिँ मेजर एचिभमेन्टहरू हामीले के गर्यौँ त यो महिनामा भनेर त यहाँ साइकेट्रिक क्याम्पहरूमा, जेनरल क्याम्पमा गरेको, अनि काउन्सिलिङ गरेको, अनि भाइटलहरू प्रेसरहरू नापेको, यो सम्पूर्ण यसमा लेखेको छ। र हाम्रो यो लास्ट विभाग भनेको हाम्रो यो मेडिकल विभाग जुन म अहिले यसमै चाहिँ म काम गरिरहेको छु। यो चाहिँ हाम्रो मेडिकल विभाग भएको छ। यो मेडिकल विभाग सम्पूर्ण गरेर धेरै विभागहरू रहेका छन्। सबै आफ्नो विभाग, आफ्नो व्यक्ति, आफ्नो सेवा गरिरहने कर्मचारीले चाहिँ ह्यान्डल गरिरहनु भएको छ। हजुर धन्यवाद। अब केही समयमा म अर्को ब्लग ल्याएर आउनेछु हजुरहरूको लागि। जय मानव सेवा।
धन्यवाद।